आज हाम्रो यात्रा कास्की जिल्लाको सुन्दर गाउँ सिक्लेससम्मको हुनेछ। हामी कोरी ट्रेकको लागि ब्याकप्याक गरेर बेनीबाट यसरी गाडी लिएर पोखरासम्म जान लाग्यौँ। 3:45 तिर बेनीबाट हामी हिँड्यौँ। हेम्जाको यो ब्युटिफुल बाटो हुँदै अनि यो झरना हेर्दै हामी 6 बजे पोखरा पुग्यौँ। त्यसपछि हामी होटलमा गयौँ। त्यसपछि हामीले ब्यागहरू राख्यौँ अनि मैले कोरीको लागि भनेर यो मिठो टिमुरको छोप अनि त्यसपछि मकै र भटमास लिएर आएको थिएँ अनि सबजना बोकाएर होला मिठो मानी मानी खाएँ। त्यसपछि हामी रेडी भएर खाना खानको लागि बाहिर गयौँ। पोखरा आइसकेपछि लेक साइड त छुटाउनै भएन। त्यहाँ गेमहरू खेल्यौँ अनि त्यसपछि गएर होटलमा बस्यौँ अनि बिहान हामी 7 बजी चाहिँ ब्याग प्याक गरेर सिक्लेसको लागि जिप बुक गरी हिँड्यौँ। बाटोका यी सुन्दर दृश्यहरू अनि त्यसपछि रमाइलो गर्ने ग्रुप ट्रिप त खतरा नै हुने भयो। सिक्लेस गाउँ कास्की जिल्लाको प्रसिद्ध गुरुङ बस्ती हो। त्यहाँबाट हिमाल, हरियाली वन, परम्परागत घर तथा गुरुङ संस्कृतिको सुन्दर अनुभव लिन सकिन्छ। हामी श्रावण महिनामा गएका थियौँ, त्यसैले जताततै हरियाली थियो। बाटोका यी सुन्दर गाउँहरू अनि राम्रा ठाउँहरू हेर्दै हामी यस्तो ठाउँमा पुग्यौँ त्यहाँ चाहिँ नेचुरल स्विमिङ पुल जस्तो थियो अनि फर्कँदाखेरि त्यहाँ स्विमिङ गर्नुपर्छ भन्दै हामी त्यहाँबाट गयौँ। त्यसपछि हामी 8:30 बजेतिर चिप्ली गाउँमा पुग्यौँ। खानाका लागि चिप्ली गाउँमा आएको छौँ। यो यात्रामा तपाईले प्रशस्तै हरियाली, धेरै खोला, झरना अनि विभिन्न गाउँहरू देख्न पाउनुहुनेछ। यो खोलाको आवाज अनि यो हावाको बहाव साँच्चै नै नेचुरल थेरापी नै लिन गए जस्तो अनुभव भयो।
बाटोमा यो माथि माथि पाइने ऐसिलु भनेर खाना थाल्नुभयो। तर बाटोमा जे देख्यो त्यही चाहिँ खाइहाल्नु हुँदैन है। किन यो बन्द गर्नु? यो चाहिँ यताको गाई भैँसीहरू त आएर चाहिँ त्यति हुन्छ नि। रमाइलो गर्दै हामी 10:30 मा सिक्लेस गाउँ पुग्यौँ। That is Hattad. Transportation. Wow. त्यहाँ हामीले खाना चाहिँ पहिला नै अर्डर गरिसकेका थियौँ। त्यसपछि हामी यहाँ खाना खाएर आज कपुचे गएर बस्छौँ अनि सबै कोरीसम्मको फुल भिडियो म नेक्स्ट भिडियोमा लिएर आउँछु। अहिले चाहिँ बाई।